सामान्यतया कानून बनाउँदा सरकारले पहिलो मस्यौदा तयार गर्छ, संसदले आवश्यक संशोधन गरेर त्यो मस्यौदालाई पारित गर्छ र राष्ट्रपतिबाट जारी भएपछि कानून बन्छ। तर सधैँ कानूनको स्रोत सरकार मात्रै होइन, नागरिक पनि बन्नुपर्छ। जनताले आफ्नो लागि कानून आफै बनाउन पाउनुपर्छ। नमस्ते, म सोभिता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्री। मेक योर ओन ल अभियान सुरु भएको आज 18 दिन पूरा भएको छ। यी 18 दिनहरूमा हामीले देशभरिबाट करिबन 103वटा महत्त्वपूर्ण सुझावहरू प्राप्त गरेका छौँ, यहाँ सङ्कलित गरेर राखेका छौँ। हामीलाई आएका केही रोचक सुझावहरू, विचारयोग्य सुझावहरू तपाईहरुसँग म साझा गर्न चाहन्छु। जस्तो उदाहरणको लागि हामीलाई चाहिँ धर्मपुत्र धर्मपुत्री सम्बन्धी, एडप्सन सम्बन्धी सुझावहरू आएका छन्। हाल 10 वर्षसम्म सन्तान नभएका दम्पतिलाई एडप्सन गर्न पाउने कानुनी व्यवस्था रहेको सन्दर्भमा अब चाहिँ यदि डक्टरले दम्पतिहरूले बच्चा जन्माउन सक्दैनन् भन्ने पुष्टि भएको छ भने छोटै अवधिमा पनि, किन 10 वर्ष कुर्ने, छोटै अवधिमा पनि धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनुपर्छ भन्ने कानुनी सुझावहरू प्राप्त भएका छन्। त्यस्तै अब झुटा मुद्दा लगाइएको छ, कसैलाई झुटो अभियोग लागेको छ, तर अन्तिम फैसलामा चाहिँ उक्त अभियुक्तले चाहिँ सफाई पाउनु भयो भनेदेखि उहाँलाई चाहिँ क्षतिपूर्ति दिनुपर्छ भन्ने खालका सुझावहरू पनि प्राप्त भएका छन्। त्यस्तै अर्को चाहिँ बद्लियो समाजको यथार्थ, यो लिभ इन रिलेसनसिपलाई पनि कानुनी मान्यता दिनुपर्छ भन्ने सुझावहरू पनि प्राप्त भएका छन्। त्यस्तै रोमियो जुलियट क्लज, सहमतिमा रहेका नजिकका उमेर समूहका किशोर किशोरी बीच हुने यौन सम्बन्धलाई अब अलग ढङ्गले हेरिनुपर्छ भन्ने खालका सुझावहरू पनि प्राप्त भएका छन्। त्यस्तै विवाहित महिलाले आफ्नो स्थायी वा अस्थायी ठेगाना आफ्नै इच्छा अनुसारले घोषणा गर्न पाउनुपर्छ भन्ने सुझावहरू पनि प्राप्त भएका छन्। अनि अर्को चाहिँ एउटा इन्ट्रेस्टिङ अर्को सुझाव पनि आएको छ, यो प्रिनप्सियल अग्रिमेन्ट, बिहाभन्दा अगाडि नै सम्पत्तिको विषय के गर्ने हो त, श्रीमान श्रीमतीले अगाडि नै तय गरेर बिहा गर्ने, यस्ता खालका सुझावहरू पनि प्राप्त भएका छन्। यी यस्ता इन्ट्रेस्टिङ सुझावहरू हामी कहाँ आएका छन्। अब हामीले यी सुझावहरूलाई चाहिँ बृहत अध्ययन गरेर हामीले कानुन निर्माणको बाटोमा अगाडि बढाउँछौँ। तपाईहरूले पनि यस्ता केही सुझावहरू अहिलेसम्म पठाउन पाउनु भएको छैन, सोचिरहनु भएको छ, तर महत्त्वपूर्ण सुझाव छ जसले चाहिँ समाज परिवर्तन गर्न सक्छ भन्ने यहाँलाई लाग्छ भनेदेखि चाहिँ पठाउनुहोस्। हामीले यी सुझावहरूलाई सङ्कलन गरेर कानुन निर्माणको बाटोमा हामी अगाडि बढाउँछौँ। संशोधनका लागि आएका सुझावहरू यी हाम्रा चाहिँ अध्ययन गरेर अध्ययनबाट के निष्कर्ष आउँछ त्यो अनुरूपले कानुन निर्माणमा अगाडि बढ्ने हाम्रो तयारी रहेको छ। छुट्नु भएको छ भनेदेखि सुझाव पठाउनुहोस्। हाम्रो कानुन मन्त्रालयको वेबसाइटमा गएर सुझाव दिने ठाउँमा गएर क्लिक गरेर सुझाव पठाउनुहोस् है त। धन्यवाद।